हामी चुनावको बेलामा मात्रै उम्मेदवार र उम्मेदवारको पार्टीको बारेमा कुरा गर्छौँ, तर चुनाव आफैमा कम चर्चा भएको विषय हो। के तपाईँलाई थाहा छ सिन्धुपाल्चोकमा 2टा निर्वाचन क्षेत्र छ? चुनावी क्षेत्र खास गरी जनसङ्ख्या, भूगोल र प्रतिनिधित्वको आधारमा विभाजन हुन्छ। सिन्धुपाल्चोक भौगोलिक रूपमा ठुलो भए पनि सिन्धुपाल्चोकमा जम्मा 2वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्। सिन्धुपाल्चोकको प्रतिनिधि सभा 1 अन्तर्गत बारबिसे, लिसङ्खु, पाखर, त्रिपुरा सुन्दरी, भोटेकोशी, सुनकोशी र जुगल र चौतारा साङ्गाचुकरी नगरपालिकाका 2, 3, 4 र 9, 10 वडाहरू पर्दछन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 अन्तर्गत 1,36,985 मतदाता सङ्ख्या रहेको छ। त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर 2 अन्तर्गत मेलम्ची, इन्द्रावती, पाँचपोखरी, हेलम्बु र चौताराको 1, 5, 6, 7, 8, 12, 13, 14 वडा पर्दछन्। सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर 2 अन्तर्गत 1,38,013 मतदाता सङ्ख्या रहेको छ। सिन्धुपाल्चोकको टोटल मतदाता सङ्ख्या 2,84,998 रहेको छ। यी 2 क्षेत्रमा हजारौँ मतदाताको आवाज समेटिएको छ, हजारौँ गाउँको आवाज समेटिएको छ, हजारौँ नगरको आवाज समेटिएको छ। त्यसैले यहाँको मुद्दा उम्मेदवारको मात्र होइन, एक सांसदले ठुलो भूगोल, विविध आवश्यकता र फरक फरक समस्या बोकेर प्रतिनिधित्व गर्नुपर्छ। चुनावी क्षेत्र विभाजन भनेको सिधै प्रतिनिधित्वको गुणस्तरसँग जोडिएको विषय हो।